वेलकम बैक न्यू वाला गाइस हामी चाहिँ काममा जान लाग्छौँ यो मेरो बुढी हामीले चाहिँ खाना இல்ல இல்ல கேக்குறாங்கம்மா என்கிட்ட அங்க கேக்குறாங்க புத்தகம் இருக்குது புத்தகம் இருக்குது மறுபடியும் கேக்குறாங்க புத்தகம் அவமா ஓத்ததுக்கு போய் இடம் இருக்குது பாரு ஓத்த அதே ஓத்து போடுங்க அண்ணா அஞ்சு बिहारको लेटाको लगाइरहेको छ नि त्यही भएर होला यहाँ चाहिँ कान्छेले होम त्यहाँ उस लगाएको होइन त्यही भएर सबैले चाहिँ यता खुट्टा लगाउने गाह्रो हुन्छ यता काम गर्ने ठाउँ चाहिँ यो हो 2-3 पाइला यता हामीले काम गर्ने ठाउँ के फुड सबै लाउनुपर्छ भित्र भिडियो अलर्ट छैन माथि गसी मात्र बनाउनुपर्छ भिडियो सीसी क्यामेरा देखाएन अरे मालिकले गाली गर्छ यता एउटी मालिकले चाहिँ भिडियो बनाउनु पर्दैन अर्की मालिक गाइजमा चाहिँ अब यहाँ चाहिँ अब काटेकोहरू यताउतिकै गरेको हजुरलाई देखाउँछु अघि चाहिँ भिडियो बनाउनु पाइनँ किनभने अघि कपडा सपडा लगाएँ अनि त्यसपछि तल सामान जोखेँ त्यसमा चाहिँ होला आधी घन्टा 10 बजीतिर आएर म काम गर्न लाग्थेँ त्यसपछि अरू यो सबै काट्नुपर्छ राम्रोसँग अनि यसरी यसलाई धोएर पखालेर काटेँ अनि त्यसपछि फेरि यसलाई फास्टफुड गरिदिएँ फास्टफुड गरिदिइसकेपछि भिडियो चाहिँ लामो थियो अनि त्यसैले मैले चाहिँ छिटोवालामा 100x मा गरिदिएछु गाइज यो भिडियो कट गरेको अनि त्यसपछि सबै चाहिँ कट गरेर राख्नुपर्छ फेरि अनि फेरि धेरै सामान छ 3-3वटा आइटम छ 71 बक्स छ त्यही पनि धेरै टाइम लाग्छ केजी बनाउन चाहिँ स्लो मोसनमा यहाँ चाहिँ भिडियो सकिन लाग्थ्यो र त्यही भएर मैले यहाँ हल्का स्लो मोसन गर्दै यसरी काट्नुपर्छ टाइम चाहिँ धेरै लाग्छ बल्ल चाहिँ मैले काँक्रो काटेर सकेको थिएँ त्यसपछि फेरि अरू पनि छ काट्नको लागि त्यसपछि गाजर छ त्यसपछि ती के भन्छ त त्यसलाई बहुलाई क्याप्सिकम कहाँ भन्छ त्यसलाई त्यसको नाम चाहिँ थाहा भएन गाइस मैले चाहिँ भिडियोमा देखाइदिन्छु है त्यसै काम सकिन्छ मेरो आधी सकेपछि अनि म चाहिँ हल्का फुल्का त सफाइ गर्छु त्यसपछि सफाइ गर्छु त्यसपछि हुन्छ हाम्रो टी खाने टाइम अनि त्यसपछि फेरि मैले अर्को चाहिँ काट्नुपर्छ यता सफाइ गर्दैछु मैले यता हल्का फुल्का सफाइ गरिसकेपछि फेरि अर्को काट्ने काम अझ फेरि गाजर काट्ने काम थियो अनि गाजर काट्छौँमा फेरि त्यो हिजोको ब्यालेन्स रहेछ यो हलुवा यहाँ चाहिँ मैले गाजर काटिसकेपछि त्यसपछि हल्का फुल्का क्यामेरा चाहिँ मिलाउँछु मैले अनि त्यसपछि म चाहिँ यसलाई छिटो चाहिँ बनाइदिन्छु किनभने काम चाहिँ धेरै छिटो गर्नुपर्छ अनि भिडियो चाहिँ धेरै लामो बनेको थियो 1-2 घन्टा जति बनेको थियो अनि त्यसलाई काटेर फेरि गाजर काट्ने टाइम हुन्छ गाजरलाई यस्तोसँग काँक्रो चाहिँ काटेर त्यसलाई पनि छिटो गरेर यसरी चाहिँ काट्नुपर्छ 2-3 किलो चाहिँ थियो मैले चाहिँ यसरी छिटो काटेर अनि त्यसपछि सबैलाई मिलाएर राख्नुपर्छ मिलाएर राखेपछि के हुन्छ भन्दाखेरि हाल्न चाहिँ सजिलो हुन्छ क्या तपाईँको बक्समा हाल्न चाहिँ सजिलो हुन्छ त्यही भएर मैले चाहिँ राम्रोसँग काटेर अनि एउटै साइजको बनाउनु हुन्छ तर तपाईँको सेम त भइहाल्छ होइन काममा त अब त्यस्तो एउटै सेम त हुँदैन यो पनि हल्का फुल्का आफ्नो सेम बनाउनु छ कोसिस गर्नुपर्छ अनि त्यही भएर म चाहिँ यसरी छिटो काटेर यसलाई हालेर फेरि पकाल्नुपर्छ धुनुपर्छ धेरै कोसिस पनि छ राम्रोसँग उयो गर्नुपर्छ यही गर्न आउँदैन केही भयो भने अब सिधै क्यामेरामा हेरेर गाली पनि गर्छ म्याडमले आधा त गाली गर्दैन अब क्यामेरामा कहिले काहीँ यसो हेरेर देखेको छ भने पनि अब तपाईँ फोहोर भयो भने चाहिँ गाली गर्छ त्यसैले राम्रोसँग
हातमा ग्लोभ्स लगाएर टाउकोमा के भन्छ क्याप क्याप लगाएर सबै ठोक गरेर अहिले यसरी काट्नुपर्छ। अनि यसलाई नै काटिसकेपछि फेरि अझ एउटा चिज फेरि काट्नु छ, त्यसलाई पनि धेरै टाइम लाग्छ। त्यो त चाहिँ थोरै छ, यो चाहिँ 3-4 किलो जस्तो थियो र त्यसैले छिटो भिडियो बनाइदिएको मैले। यो चाहिँ एउटा पछाडिको चाहिँ सुपरभाइजर हो, यहाँ चाहिँ काम सकिन लागेको थियो र मैले चाहिँ अब यसलाई सोलो गराइदिएँ भिडियोलाई। त्यसपछि यसलाई यसरी नै काट्नुपर्छ, यति ढिलो काट्नुपर्छ। उसमा त अब छिटो देखिन्छ, यसमा चाहिँ अब अहिले आफूले गर्दाखेरि हल्का फुल्का सानो देखिन्छ। अब यो तल खसेकोलाई अब उसमा हाल्नु हुँदैन, त्यसैले अब यसलाई सोरेर चाहिँ अब 10 मिनट हालिदिनुपर्छ। यो तल जति खसेको छ सबैलाई चाहिँ उठाएर अब त्यसभित्र हाल्नु हुँदैन। यो जति पनि खसेको छ सबैलाई पोछेर टक्क क्लिन एकचोटि काम गरिसकेपछि त्यो टेबललाई सल्लक्क क्लिन गरिसकेपछि क्लिन गर्नुपर्छ। यो सबै अब तल जति पनि खसेको छ सबै सानो फोहोर हो त्यति अब काट्दाखेरि हल्का फुल्का त्यो थुन्काहरू रहन्छ, त्यो सबैलाई चाहिँ यसरी फाल्नुपर्छ। यसलाई फालिसकेपछि अब यसलाई टक्क क्लिन गर्ने। अनि फेरि अर्को आइटम छ काट्नको लागि। फेरि अर्को आइटम चाहिँ यो के भन्छ थाहा भएन है। अर्को आइटम चाहिँ मैले भन्दै थिएँ हरियोवाला, यो यसको नाम चाहिँ मलाई थाहा भएन है, नत्र यही काटिरहेको छु मैले। अनि यो काटिसकेपछि फेरि अब अर्को यसरी यसलाई सबै राम्रोसँग फुर्केर यसलाई चाहिँ धुन पर्दैन, किनभने मलाई पनि थाहा भएन किन भन्छ। यहाँ मैले चार्ट देखाइरहेको थिएँ, यसो उसमा स्पिडमा अलि देख्थेन कति सायद 2000 या कति 1400-1500 कति बक्स थियो आजको कामको लागि। अनि मैले चाहिँ यस्तो यो काम गर्दाखेरि अब काममा त ढिलो हुन्छ, अनि त्यसको लागि चाहिँ मैले अब यसलाई चाहिँ छिटो फर्केर गरिदिएको छु। अनि यहाँ चाहिँ म अहिले रुममा आएर चाहिँ यो भोइस ओभर गर्दैछु। अनि म उता काममा जान्छु थोरै दिनको लागि। अनि त्यसपछि आएर एकछिनपछि आएर फेरि पनि त्यसै गरी फेरि काट्छु, त्यसलाई मिलाएर राम्रोसँग काट्छु। काटिसकेपछि अब फेरि अझै कति 1 किलो जति काट्नु भन्छ, फेरि 1 किलो जति काट्छु। अनि त्यसपछि यता आउँछ हेर्छ। अनि मैले भनिदिइरहेको थिएँ के भन्छ, मैले सोध्छु कि यसलाई कति काट्ने भनेर। अनि यसले अझ 1 किलो काट्यो, त्यसपछि अझ 3 पाइस थप भन्दैछु। अनि ठिकै छ ओके भनेर मैले थपिदिन्छु त्यसलाई। अनि त्यसपछि काटिसकेपछि फेरि यसलाई फेरि काट्नुपर्छ। त्यसलाई काटेर फेरि 2 टुक्रा बनाएर फेरि त्यसलाई अझसँग मसिनोसँग पारेर गर्नुपर्छ। म चाहिँ एकछिनको लागि उता बोर्ड हुन गएको थिएँ। त्यसपछि यो हिजोको ब्यालेन्स अनि यो चाहिँ हालेर फेरि मिक्स गरेर फेरि यसलाई प्याकिङ गर्नुपर्छ। अनि प्याकिङ गरिसकेपछि फेरि अब त्यसलाई चाहिँ टेबललाई राम्रोसँग पुछेर उसो गरेर राम्रोसँग क्लिन गरेर फेरि यो वेट मेसिन लिएर 120, 130, 215 डिग्रीसम्म राख्नुपर्छ। त्यो चाहिँ यसरी मिलाएर राख्नुपर्छ। अनि जाने बेला अहिले हाम्रो टी टाइम भयो, त सबैले बन्द गर्नुपर्छ, यसरी ढाकेर जानुपर्छ। यत्रो सामान छ सबै प्याक गरेर। यहाँ चाहिँ मेरो बुढीले काम गर्छ, यहाँ तल बसेर लसुन ससुन खोक्ने। सबैले केटीको काम चाहिँ सबै तल हुन्छ, अनि 2-4जना केटा चाहिँ तल बसेकै हुन्छन्। अनि त्यसपछि चिकन चाहिँ अनि हाम्रो चाहिँ नास्ता चाहिँ 3टा बिस्कुट, अनि यो चाहिँ हाम्रो चिया खानेलाई चिया अनि दुध खानेलाई दुध हुन्छ। मैले चाहिँ दुध खान्छु। अनि त्यसपछि चिया खाइसकेर मेरो चाहिँ फेरि काम सुरु हुन्छ यो प्याकिङ गर्ने। अब प्याकिङ गर्नको लागि चाहिँ अब 600 बक्स, अनि त्यसमा चाहिँ 213, 212 यसरी हाल्नुपर्छ। अनि सबै चाहिँ मिलाएर एकदम राम्रोसँग मिलाएर हाल्नुपर्छ। यसमा चाहिँ धेरै टाइम जान्छ, त्यही टाइम जान्छ। मलाई 71 बस गर्न कमसेकम बिहान मैले 10 बजेर गर्न लागेको काम 2-3 या कति बजेको थियो। अनि यसरी मिलाएर राख्नु चाहिँ धेरै टाइम लाग्छ। 2-3 कति बजेको थियो मलाई चाहिँ त्यति याद भएन, तर यो प्याकिङ गर्छु 2-3 घन्टा चाहिँ यस्तै लाग्छ। 2-3 घन्टा त नर्मलै लाग्छ यस्तो मिलाएर राख्नु। चाहिँ अब घरलाई पाल्नु गएको अब टाइम लाग्दैन है। यसले चाहिँ एकदम मिलाएर सबैको त्यो बराबरतिर राखेर यसरी मिलाएर राख्नु चाहिँ धेरै टाइम लाग्छ। एकदम पाइपहरू चाहिँ के अरे क्यारेट मतलब गाजर चाहिँ मिलाएर। अनि यहाँ चाहिँ म प्याकिङ गर्दै लास्ट डे थाकिसकेको हुन्छ। अनि लास्ट डे एउटा बक्स हुन्छ, त्यसलाई पनि प्याक गरिदिन्छ है। अनि त्यसलाई प्याक गरिसकेपछि फेरि स्टिकर त्यसमाथि फेरि अब यसलाई गरिसकेपछि फेरि अझ एउटा स्टिकर हाल्नुपर्छ। त्यसपछि यसलाई सकिसकेपछि म स्टिकर हाल्छु। अनि त्यसपछि थोरै भिडियो म कट गरिदिन्छु। यहाँ गाइस बल्ल काम सकेर खाना हिँडिरहेको हामी चाहिँ 2 बजे खाने टाइम हो। 3 बज्नु लाउँदा बल्ल खाना छोडिदिएर कान्छी चाहिँ घर गइसक्यो। म चाहिँ बल्ल हिँड्दैछु। धेरै टाढो चाहिँ छैन, यहाँ चाहिँ घरको मेरो कान्छी चाहिँ अघि आएर बसिसकेको छ।
खाना ला खाना यति भात यता राखेपछि यहाँ त्यत्रो छ यहाँ त्यत्रो छ खानेलाई ल्याइदिएको यो नखाइकन हो कान्छी चाहिँ अघि नै गइसक्यो अब म चाहिँ जाने टाइम हुन्छ म हल्का यति ढिलो आएको थिएँ र घामले धेरै नै छ त्यही भएर यसो उडेको छेक्छ कि भनेर एकदम धेरै घाम चर्केको छ भित्र चाहिँ गरिरह न चाहिँ सिधै माथि जान्छ यता बसतिर सबै आइसकेर म चाहिँ ढिला गाडी गर्छन् अनि त्यसपछि चाहिँ म आएर यहाँ चाहिँ अब बर्काउले 1 केजी 1.5 केजी जति काट्नु थियो त्यसलाई काट्छु भित्र आइसकेपछि अनि म अर्को चाहिँ काममा ढिलो भएको थियो अनि त्यसैले मलाई चाहिँ केही भनेन अनि यसो काटेर म चाहिँ सक्छु फेरि अर्को चाहिँ फेरि काट्नु छ अर्को म देखाउँछु है त फेरि म चाहिँ आएर यहाँभित्र फेरि काट्न लाउँछु फेरि कोपी काट्न लाउँछु अनि यसमा चाहिँ के हुन्छ भने म सबै भनिदिन्छु है त्यो भिडियो चाहिँ मैले त्यसपछि खिच्न पाइनँ त्यसपछि है त्यसपछिको सबै के भयो म भनिदिन्छु है त त्यसपछि म कोपी काट्छु होइन त्यसपछि फेरि त्यसपछि काटिसकेपछि म नरिवल काट्छु होइन नरिवल काटिसकेपछि अब यहाँ काम गर्दै अनि एउटा दाइ आउनुहुन्छ दाइले अनि नरिवल निकाल्नु चाहिँ मलाई चाहिँ अलिक अप्ठ्यारो भएको थियो नरिवल निकाल्नको लागि अनि त्यसपछि दाइले नरिवल निकाल्नुहुन्छ अनि त्यसपछि म चाहिँ मकै बनाउनु जान्छु है स्विट क्यान यता स्विट क्यान भन्छ अनि कति 6 केजी चाहिँ स्विट क्यान निकाल्न थियो अनि त्यसलाई चाहिँ निकालेर त्यसलाई प्याक गरेर अनि त्यसपछि त्यसलाई प्याक गरिसकेपछि म फेरि पम्पकिन प्याक गर्छु त्यसपछि हल्का फुल्का सफाइ गर्छु अनि त्यति बेलासम्म रात परिसकेको हुन्छ यहाँ चाहिँ त्यति मैले चाहिँ सफा गरेको मात्र देखाएको छु मैले चाहिँ पछिल्लो चाहिँ भनेको है पछिल्लो यहाँ चाहिँ मैले बल्ल नरिवल काट्न लाग्छु नरिवल काटेको चाहिँ मैले अघि नै भनिसकेँ यसलाई चाहिँ नरिवल काटेर चम्च हुन्छ यसलाई अघि नै मैले भनिसकेँ चम्च भने यसलाई सानो सानो टुक्रा पारेर काट्छ यसलाई है अनि त्यसरी काटिसकेपछि अब यसलाई चाहिँ सानो बक्समा प्याक गर्नुपर्छ 100 ग्राम है अनि त्यसपछि मैले भनिसकेँ अघि नै मैले पम्पकिन सबै गरिसकेँ त्यसपछि रात पर्छ अनि त्यसपछि मैले चाहिँ अब यहाँ क्लिन गर्नुपर्छ है अनि त्यसपछि आएर क्लिन गर्नुपर्छ अनि त्यसपछि यहाँ मलाई चाहिँ के भनेको हुन्छ त्यसले अनि मैले चाहिँ देखाउँछु त्यहाँ क्यारेट भनेको थियो सायद त्यसैले मलाई देखाइदिन्छु अनि चक्कु माग्छ मलाई चक्कु मैले दिन्छु अनि त्यसपछि सबै काम सकिसकेपछि अनि हामी चाहिँ अब सबै काम सकिसकेपछि त्यो राति पनि अब टी खानेको टाइम हुन्छ हाम्रो चाहिँ बिहान 12 बजे र बेलुका चाहिँ अब काम सकिन लाग्ने बेला टी टाइम दिन्छ हामीलाई अनि चाहिँ क्लिन गर्नुपर्छ म यहाँ क्लिन गरेको भिडियो पनि देखाइदिन्छु है त अनि मैले भनेको थिएँ नि त यहाँ सबै भाँडा माझ्दाखेरि यहाँ भर्खर सबै जति भाँडा मसिनमा छु दाइले चाहिँ यता पोछा लगाउँदै हुनुहुन्छ त्यो चाहिँ सुपरभाइजर हो अनि यहाँ चाहिँ सबै मैले पोछा लगाउँछु अनि त्यसपछि हाम्रो छुट्टी हुन्छ अनि अर्को ओरिजिनल भोइसमा हेर्नु है अहिले चाहिँ हाम्रो छुट्टी भइसकेको छ बल्ल कति 7:48 भइसक्यो बल्ल हाम्रो छुट्टी भयो हाफ केजी ओके अरू त केही नहीं खुर्सानी खाली चिप्स मान्छे यो हरियर लैजाउँ न त्यो मिठो जुन मलाई चाहिँ त्यही नगर्दा क्या कितना ही थी खाना के पकाउनु लाइट वाला के काम भयो मैले सबै देखाएको छु भिडियोमा सबैजनाले फुल भिडियो हेर्नु होला अनि आजको भिडियो यहाँसम्मको लागि भोलि पनि अर्को भिडियो लिएर आउँछु तब तक के लिए बाई बाई नेक्स्ट भिडियोमा हेर्छु